दर्शकवृन्द, सुन्दा अचम्म लाग्न सक्छ। मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भएको एउटा घटना सार्वजनिक भएको छ। राष्ट्रपति क्लाउडिया सेनबामले आफूलाई यौन दुर्व्यवहार गर्ने एक पुरुष विरुद्ध मुद्दा दर्ता गराएकी छन् भने गैराती नै ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटना मंगलबार मेक्सिको सिटीको जोकालो क्षेत्रमा भएको थियो, जहाँ मानिसहरूले सेनबामलाई स्वागत गरिरहेका थिए। भाइरल फुटेज अनुसार भिड छिचोलेर एक पुरुषले राष्ट्रपतिलाई अंगालो हाल्ने र शरीरको संवेदनशील भागमा छुने प्रयास गरेका थिए। भिडियोमा ती पुरुषले सेनबामको संवेदनशील अंग खोजेको र उनलाई चुम्बनको प्रयास गरेको देखिन्छ। राष्ट्रपतिका एक प्रमुख सहयोगीले हस्तक्षेप गरेपछि घटना रोकिएको थियो। यस घटनाले अनलाइनमा व्यापक आक्रोश फैलिएको छ र सार्वजनिक जीवनमा महिलाको सुरक्षा तथा दुर्व्यवहारको विषयमा नयाँ बहस सुरु भएको छ। मेक्सिको सिटी प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त व्यक्तिले सोही दिन 2 अन्य महिलालाई पनि दुर्व्यवहार गरेको पाइएको छ। अझ अर्को आश्चर्यजनक कुरा त के छ भने राष्ट्रपति सेनबामले आफूलाई दुर्व्यवहार भएको यो पहिलो घटना नभएको बताएकी छन्। उनले सन् 2021 मा मेक्सिको सिटीको मेयर हुँदा पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफूमाथि यस्तै यौन दुर्व्यवहारको घटना भएको बताएकी छन्। त्यस्तै आफू 12 वर्षको हुँदा सार्वजनिक यातायातमा तथा विद्यार्थी जीवनमा प्राध्यापकबाट समेत यौन दुर्व्यवहारमा परेको घटना स्मरण गर्दै यो भिडियो सार्वजनिक गरेकी थिइन्। यसबाट पनि बुझ्न सकिन्छ कि देशकी महिला राष्ट्रपति नै सुरक्षित नभएको देशमा अन्य सामान्य महिलाहरू झन् कति असुरक्षित होलान्।